एक पटकको कुरा हो, एक राजकुमारसँग धन, शक्ति र ऐश्वर्य सबै थियो, तर उसको मन कहिले सन्तुष्ट थिएन। उता एउटा साधारण किसान थियो जसको जीवन सधैँ मेहनत र सङ्घर्षमै बित्थ्यो, तर मुहारमा सधैँ शान्त र सन्तोषको मुस्कान देखिन्थ्यो। राजकुमारले सोध्यो, तिम्रो खुसीको रहस्य के हो? किसानले मुस्कुराउँदै भन्यो, म हरेक दिन इमान्दारीले प्रयास गर्छु र असफलताबाट पनि सिक्न कहिल्यै छोड्दिन। साँचो सफलता अरूले देख्ने होइन, भित्रबाट महसुस गर्ने कुरा हो। किसानको जवाफले राजकुमार केही बेर चुप रह्यो। ऊ पहिलो पटक सोच्न बाध्य भयो, मेरो दरबारमा सबै चिज छ, तर भित्र कतै खालीपनले भरिएको छ। त्यो दिनदेखि राजकुमारले किसानसँग भेट गर्न थाल्यो। प्रत्येक बिहान ऊ खेतमा पुग्थ्यो, किसानहरूसँगै माटो छुन्थ्यो, बिउ छर्ने काममा सघाउँथ्यो र गाउँलेहरूसँगै पसिना बगाउँथ्यो। एक साँझ किसानले भन्यो, सत्ता पाउँदा मान्छे राजा बन्छ, तर शान्ति पाउँदा मात्रै ऊ साँचो मानिस बन्छ। त्यस दिन राजकुमारको मुहारमा पनि त्यो मुस्कान झल्कियो जुन किसानको मुहारमा सधैँ देखिन्थ्यो।